Okay, let's go. नमस्कार, तपाईहरुलाई फेरि हामी 4 ब्लगमा स्वागत छ। आजको यात्रा काठमाडौँदेखि लार्केलासम्म। हामी 4 सँगै त छैनौं, तर आज हामी 8 काठमाडौँदेखि लार्केलासम्मको 14 दिनको यात्रामा निस्कियौं। ल सुरु गरौँ यात्रा। हाम्रो यात्रामा साथ दिनुहोला। धन्यवाद। आजको यात्रा माछी खोलासम्म। हेलो, गुड मर्निङ फ्रम माछी खोला। के छ दाइ? बसले गोर्जीले थकाइदियो। अनि सुनिलको तपाईँ चाहिँ को हो? यहीँको बासिन्दा हो? हिँड्ने मान्छे हेर्दा त यतैको जस्तो छ त। डोल्पोको हो क्या तपाईँ? डोल्पो टु के अरे यो? हजुर, कता टाढैको सवारी? हामी लार्के पास भन्छ। तपाईँ आइरहनुहुन्छ कि फर्स्ट टाइम हो? फर्स्ट टाइम भने कहाँ आइरहेको छ सोल्टी? हेर्दा त आइरहेको छ जस्तै देखिरहेको छ नि त, त्यही भएर आइरहेको छ होइन, अरू ठाउँ चाहिँ गइरहेको छ। ठिक छ, गुड गुड। सन्जय सोल्टी आज कस्तो छ तपाईँलाई? नामै छैन। होटल निर्वाणा माछी गाउँ खोला, माछी खोला। के अरे? भाँचे कहूँ पानी ट्रेक टू लार्के पास गाउँ माछी खोला। यो पुल ठिक त छ। हेलो सोल्टी, नमस्कार। ल सोल्टी, टाढेको यात्रा? अब हामी माछी खोलाबाट आज स्वागत। के अन्त माछी खोला गाउँ? माछी खोला गाउँपालिका। ल ठिक छ। भनेपछि कति दिनको यात्रा हो? अब हाम्रो चाहिँ अब 8-9 दिनको यात्रा हो खास भन्ने हो है। हजुर। तर त्योभन्दा अलिक धेरै पनि लाग्न सक्ला, त्योभन्दा कम पनि लाग्न सक्ला। ठिक छ। ल ठिक छ। ल ठिक छ। माछा खोलामा एक रातको बसाइमा गाडीको थकान मेटाएपछि हामी भोलि बिहान जगतको लागि नाच्दै गाउँदै रम्दै हिँड्न थाल्यौँ। पहिलो दिनको हिँडाइ निकै उत्साहजनक नै थियो। Captured gangs. Omelette बनाउँ न, omelette खानु न त? खानु। अन्डा खाएन त्यो भएर नि ठिक छ। रोटी तरकारीहरू चौधवटा अन्डा। गर्मी? हेलो सोल्टी, स्विमिङ पुलमा आइपुगे? तातो पानी खोल्दै, तातो पानी। ओ माई गॉड, तातो पानी। हजुर, यो पानी खायो भने एनर्जी दिन्छ। एलर्जी हुन्छ? अलि निलो चाहिँ नभए त धेरै नै खतरा गर्छ।
तातो पानीमा खाजाको व्यवस्था नभएपछि हामी त्यहाँबाट फेरि हिँडेर दोभानमा खाजा खान रोक्यौँ अनि त्यहाँ हामीले एउटा सानो भाइ केरा बेचिरहेको यङ एन्टरप्रेनरसँग कुराकानी गरेर चिया नास्ता खाएपछि एकछिनको विश्राम गरेर खाना खाने स्टपतिर लाग्यौँ। कस्तो हो यो भिडियो भन्ने के छ हो सोले के हुँदैछ त धुलो उडाउँदै उडाउँदै त छैन खासै तर ठिक छ भाइतला अलिअलि दुखाइको महसुस गर्दैछन्। आमा खुट्टा त ब्ल्याक एन्ड व्हाइट भएछ त यो मेरै खुट्टा हो कि जाऊ मुख धर रातो कम भयो रातो आलु चाहिँ त्यसै यसो कपाल सवाल पनि भिजाओस्। ओडारमा पहिलो दिनको लन्च गरेर केटाहरूसँग एकछिन थकाइ मार्दै हल्का रमाइलो ख्यालठट्टा अनि मिठो गफ ठोक्दै स्पिकर निकाल्नु पर्ला है। ओ दाजु अनि के पाक्दैछ यहाँ दाजु? पानी पाक्दैछ। पानी पाक्दैछ दाजु। तातो पानी खाइदिउँ न त एक प्लेट। के भन्नु आज जति पानी पनि यो पानी तातो चाहिँ हुँदैन, चिसै हुन्छ चिसै हुन्छ। ठिक छ भनेर भन्थे उहिले बाजेको पालामा। कृपया क्यामेरा निषेधित क्षेत्रमा तपाईँले खिच्दै हुनुहुन्छ है। तपाईँको नाम चाहिँ के सिटी सर हो कि क्या हो? परेन होला। यो त त्यो कुञ्चनीको काकाको जस्तो छ त आवाज। कुन हो काका फेरि? कसको काका, कसको भतिज, को मामा, को भान्जा सोली, के कुरा गर्दै हुनुहुन्छ हौ लाखे? बाटु लाउनु आउनु न कहाँ गएर? ओ सोल्टी कता टाढै? यतै घुम्दा ए ल यो अनि कहाँ आइपुग्यो हामी? हामी चाहिँ अहिलेलाई चाहिँ हामी यो भन्नु न कहाँ? जगतको के होटेल यो भनेपछि मङ्गोलियन के को मिस्टेक के हो त? मङ्गोलियन के मङ्गोलियन होटल। हामी तर मङ्गोलियन कहाँ यता घुम्न जाने भने होइन फेरि फर्किनु भयो त मान्छे देखेपछि। के हो यहीँसम्म? आइया के भयो? हत्तेरीका सोल्टी नि गीत नगाउनु नि तपाईँ उता माथि हेर्नु रेस्टुरेन्ट। अहिले जाउँदा के एकछिन यसो ज्यान तम स्पेटिक गर्नु। जगत न्यू मङ्गोलियन कटेज एन्ड रेस्टुरेन्टमा सेकेन्ड नाइट। यो त कागतीको बोट हो क्या? कसरी थाहा पाउनुभयो तपाईँ? मान्छे त इन्टेलिजेन्ट रहेछ। हाँसो लाग्यो अलि सुनेर? यो के हो? यो चाहिँ अङ्गुर होला। डस्टबिन यो चाहिँ अङ्गुर हो क्या? अङ्गुर होइन कि डस्टबिन चाहिँ तपाईँले झार्नु भयो?
तेरेका के हो यहाँ त बस्दाखेरि गाह्रो हुँदो रहेछ त ज्ञान भाषोटे पिरो खट्टु रे कसको कट्टो पिरो खट्टु पिरो छ कस्तो भइरहेछ अहिले पिरो भइरहेछ गाह्रै बनाउँछ है क्या यार किन खाएकै हो है आज छोरोले खाएकै हो ल ठिक छ मिठो छ पिरो एक थोपा गुलियो छैन ओहो अब चाहिँ हावै खानुपर्ने भयो ट्राई गर्दै राम्रो चिनी पनि रहेछ तर वाह पक्का पिरो छ हेलो एउटा गर्नु त्यो मान्छेले त्यहाँ छाड्दैछ त्यहाँ गएर पानी त्यो बोतलको दिनुभयो भने हुन्छ दुईटा डिनर टु हेभन लार्की पास डिनर 1 हिजो माछा खोला आज डिनर 2 चाहिँ आज गोही खोला बाबा कहाँ गयो खोला के हो खोइ खोला सरी के हो जगत जगते बाबु ल है त यही ल चेयर्स चेयर्स सबैजनालाई त्यही भएर म त होइन म त जिन्जर ब्ल्याक कफी यता एउटा उता एउटा उता एउटा सोल्टी गुड मर्निङ के खाँदै हो हजुर के खाँदै हो धन्यवाद रोटी छ उ छ उसको होला यो के अरे पोरिज छ कफी पोरिज छ के भन्ने यो पोरिज हो दाइ अनि के छ तपाईँको हालखबर अलि ठिक छ आज चाहिँ सोच्नु पनि सुनिहाल्यो कि आज जिउँदै अलिक त्यो एकदम ठिक छ दाइ जे चल्दिम केटा चल यसको मेरो चाहिँ अब सुरु भयो है यात्रा केटाहरूलाई सिधै मेरो होइन ग्याङमा भेटौँ न हामी ग्याङ पुग्ने होइन जगतको खाजाले हाम्रो शरीरमा चुस्ती फुर्ती दियो, थकानको मेटाइनले हौसला बढायो। साथी भाइसँगको ख्याल ठट्टा हाँसी मजाक गफ गाफले मनमा छुट्टै आनन्द दियो। तर अब अघि बढ्ने समय पनि भयो, नत्र छिटो रात पर्छ अनि बाटोमा गाह्रो हुन थाल्छ। तसर्थ म र सुनिल भाइ अघि अघि र केटाहरू पछि पछि जगतबाट हामी डेङतिर लागेको पनि धेरै समय भइसकेको थियो।
जाँदा जाँदै बाटोमा मैले सानो साथीसँग चिनजान गर्ने कोसिस गर्ने प्रयास असफल भयो। सायद उसको मुड थिएन रहेछ अन्जान मान्छेसँग मित्रता गाँस्न। त्यसैले उसलाई आफैसँग रमाउन छोडी म र भाइ फेरि हाम्रो आफ्नो बाटो तताउनतिर लाग्यौँ। पारा चाहिँ टन्ने हुने रहेछ क्या यता। त्यहाँ पनि रहेछ त अर्को झोलुङ्गे पुल त। बाटो छैन क्या? यताको धराप झुलुङ्गे पुल र उताको नयाँ झुलुङ्गे पुलमा हामीले धरापवाला पनि चुज गरेर अगाडि बढिँदैछौँ। हामी अब चिसापानीमा गएर लन्च गरिवरी ड्याङ भन्ने ठाउँको लागि प्रस्थान गरिरहेका छौँ। अब भन्न त यहाँका लोकल बासिन्दाहरूले ड्याङ पनि भन्दो रहेछ। हेरौँ कति टाइममा पुग्छ। अहिले चाहिँ बिहानको लगभग 9 बज्न लाग्यो। यो ठाउँसम्म आइपुग्दा कडा छ बाटो, धराप छ पुल। कस्तो हल्ल्याउ। यस्तो धराप बाटोमा हेर्न सक्नुहुन्छ। हामी खच्चडहरूको साथमा एक लात्ती हान्दियो भने गेम फिनिस। चिसापानीमा खानाको लागि रोक्ने निर्णय भए पनि चिसापानी पुग्नु अघि नै मलाई चिसोले भेटिसकेको थियो। बाटोमा भेटिने खच्चड साथीहरूले लात्ती हानेर पुलबाट कतै झारिदिने पो हो कि अथवा घाउ चोटपटक बनाइदेला कि भनेर मन निकै आतिरहेको थियो। चिसापानी जाने यतैबाट हो नि त भाइ? तिमी चाहिँ कहाँसम्म? यहीँसम्म? ल रेगनको कस्तो छ स्थिति? कस्तो छ? अझ रेगनलाई त खच्चडले पनि अड्काइदियो। दाइ यताबाट आयो नि त, तिमी उताबाट गयो। पुलको अवस्था निकै डरमर्दो भए तापनि यहाँको स्थानीयहरू कति ढुक्कै आफ्नो खच्चडहरूसँग पुल तरेको देख्दा अलिअलि मनोबल बढ्दै गएको पनि थियो। सो गाइस, हामी अहिले पहिलो दिनको हिँडाइले सबैलाई गाह्रो बनाउँदै आए तापनि हामी मध्ये केहीलाई अलिकति स्यालक्कै बनाएको थियो। त्यही पनि केटाहरूको दृढ सङ्कल्प कडा थियो।
र छाती ठाडो कन्डो टाइट पार्दै अघि बढी नै रहे। खाना खायो है चिसो पानीमा चिसो पानी तुल्सिन्छ भनेर मैले यहाँ यसो त्यसमा पासपोर्ट बनाइराखेको छु होइन हजुर लिउँ त हजुर हुन्छ। चिसो पानीमा हामीले जुन होटलमा खाना खायौँ त्यति मिठो चाहिँ थिएन, मूल्य पनि अलि ओभररेटेड लाग्यो। त्यही पनि थकाइको कारण हामी सबैले मिठो मानेर खायौँ। भन्छ नि भोकभन्दा भोजन मिठो भनेर। अनि फेरि खच्चड साथीहरूलाई बाटो दिँदै अघि बढ्न थाल्यौँ। यत्तिकैमा न्याक फेदी आइपुग्छौँ, जहाँ हामी विदेशी साथीभाइहरू अनि जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलहरू तर्दै अघि बढ्दछौँ। ल भेट यहाँ ल सोच के हो दाइ, को भेट्नु भयो तपाईँले? हेलो मधुर के छ भाइ तिम्रो अवस्था? सेला के हो? खत्तम मोए मोए भइरा खलास खत्तम खलास टाटा बाई बाई है क्या? के हो तपाईँको अनुहार चाहिँ यस्तै हो बिग्रेको आँप जस्तो? सोल्टे कस्तो छ त अमला? कमला 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 कि अमला? अमला खाएर फेरि धमलाको जस्तो हमला त होइन नि सोल्टे? त्यहाँ एउटाले अमला खाएर ऋषि धमलाको जस्तो धमला हानेर पुरै त्यस्तो त हुँदैन नि होइन? चिल ए आछन् है माथिको मात्र त्यो भाइको लिनु न इन्टरभ्यू। यो भाइको चाहिँ लिनु पर्ला एकचोटि त्यो भाइको जुम गरिदिउँ यहीँबाट। ल कस्तो भइरहेछ तपाईँको चाहिँ? बबाल होइन त? होइन भने भन्नुहोस् तपाईँको कस्तो भइरहेछ? एकदम ठिक होइन त? ठिकै हुनु पर्यो नि। तपाईँ चाहिँ के ऋषि धमलाको छोरा किसमिसको भाइ ठिस ठिस हो क्या? पुनः थकाइ मार्दै चिसो तातो पिउँदै चिनेको साथीभाइहरूलाई बाटोमा हाई हेल्लो गर्दै आज डेङ बास बस्न
पुग्ने अठोटले अघि बढ्दछौँ। ड्याङ आइपुग्यो र we've been staying at Windy Valley and Garden. राम्रो छ बसाइ खाना everything. उकालो ओह्रालो भिरालो अप्ठ्यारो सबै खालका बाटोहरू पार गर्दै तेस्रो दिन हामी डेङ या ड्याङ पनि भनिने यो ठाउँसम्म आइपुग्छौँ। विन्डी भ्याली डेङको मुखमै रहेको होटेलमा पैसा तिरे अनुसारको खाना र बस्न पनि राम्रै, साथसाथै यहाँको साउर लगायतका स्टाफहरू साह्रै मिलनसार। अहिलेसम्मकै बेस्ट लागेको यो ट्रिप भरिकै भन्दा पनि फरक नपर्ने होटेलमा हामी तेस्रो रातको बास पनि बस्छौँ। आउँदैछ भेडा र बफ होइन? तपाईँले चाहिँ किन भेडा खानुभयो? तपाईँ भेडा हो र नभएर त खानु भएको होइन? ट्राई गरिदिनु तपाईँ बफ होला सायद। एप्स हान्दैन यो सोल्टी? के भयो? सो तर सुबुती काट्नु पर्यो। कुम्कर भयो भने के गरे हौ यस्तो मान्छे? यो हो नि त पारा। आमा यो हो नि त पारा। ल ठिक छ है, ठिक छ। 100 अर्को 100 हाने। गुड जब। के हो भाइ, दाइले यस्तो दिइरहेछ, तिमी छेउमा बसेर हेरिरहेछ। दाइसँग सामान दिनु पर्यो नि। आमा पुरै कडा कडा छ कडा। आजको हिँडाइ त आज होइन, भोलिको हिँडाइ चाहिँ कडा हुन्छ होला। कहाँ प्रोक जाने भने नि? यस स्योर। घन्टा पछि चाहिँ ठ्याक्कै हिँड्ने सुरसारतिर लाग्नु, अनि बेलुकातिर चाहिँ यसो छिटो नै स्टप गर्ने, जानु चाहिँ सबैले चल्ने भनेर म सुझावै दिन्छु कि। किनभने कुनै साथीहरू चाहिँ 9-10 बजीसम्म यहीँ हल्लिएर हुन्छ कि आफ्नो गन्तव्य टाइममा पुग्नु पर्यो नि, अनि हाइसँगसँग हिँड्ने। हजुर, त्यो भन्दा एकदम हस्। धन्यवाद दाइ, तपाईँको सुझाव एकदमै काम लाग्छ। ह्याप्पी ब्रेकफास्ट। ओ सोल्टी वेलकम ब्याक, वेलकम ब्याक। अलिक चाँडो उठेर आउनु गर्नु है नेक्स्ट टाइम भनेर भन्न मिलेन। आज अघि खाना यो सोल्टी खाना अथवा खाजा जे भने नि हुन्छ। हजुर छैन बोल्नु, म के भन्नुहुन्छ? सोधै केही थिएन, के भन्यो भनेर पो फेरि फर्क। डेङ विन्डी भ्यालीको बसाइपछि चौथो दिन हामी बाटो लाग्दै गर्दा एउटा आमाले बच्चालाई डोकोमा हालेर छोडी आफू खेतको काम गर्दै गरेको दृश्यले मन छोयो। सहरको सुखमा हुर्केको कतिजनाले यस्तो दृश्य सायदै कमै देख्ने र भोग्ने गर्दछ। यस्तै रमाइलो र भावुक दृश्यहरू मनमा सँगालेर हामी अर्को गन्तव्य नाम्रोङतर्फ अघि बढ्दछौँ। 10-15 केजीको भारी बोकेर हिँडेको पनि 4 दिन भइसकेछ। जिन्दगी अलिकति भारी नबोकेको शरीरमा एक क्षणमा त किन यस्तो दुःख भोग्न आएछु जस्तो नि लाग्दथ्यो। तर बाटोमा देखिने प्राकृतिक सौन्दर्य र
र यहाँका मान्छेहरूको अतिथि सत्कारले सारा दुःख भुलाई अघि बढ्न निकै मद्दत गर्दथ्यो। विदेशी टुरिस्टहरूको भिडमा हामी 8 दाजुभाइ हाँस्दै खेल्दै ठट्टा मजाक गर्दै अघि बढ्दै गर्दा छुट्टै किसिमको आनन्द पनि आइरहेको थियो। साँच्चीकै हाम्रो देश निकै राम्रो र हाम्रो देशका यी भेग र यो भन्दा माथि बस्ने मान्छेहरू बलिया र मेहनती किन हुन्छन् भन्ने यतिकै पुष्टि हुन्छ जब सरकारले अझैसम्म राम्रो बाटो पुल जस्ता प्राथमिक सुविधा बनाउन नसक्दा पनि दिन रात नभनी यी जोखिमपूर्ण बाटो र पुलहरू पार गरी जीविकोपार्जन गरेको देख्दा एकदम सराहनीय लाग्दछ। हामी चाहिँ अहिले खाप भन्ने ठाउँ आइपुग्यो। अब लन्च ब्रेक यतैतिर हुन्छ होला सायद। योभन्दा अगाडि एउटा कफी सपमा बसेको थियो जस त्यहाँ चाहिँ बिन्सवाला कफी नै पाउँदो रहेछ। सो अब यहाँबाट आधी घन्टा पछाडि चाहिँ काप्स्या भन्ने ठाउँ आइपुग्दो रहेछ है। त्यहाँबाट हामी आज नामरुङको लागि खाना कति हो? सौसे गर्छ आमा भेज खानाकै 600 खेरले 800 छ होइन होला साथै लगेर त मेनु हेर्नु है महँगो रहेछ त। सबै अघि खैरल खाएर गइसक्यो सकिसक्यो। बनाउन टाइम लाग्छ। अब हामी यहाँबाट 2 बजे अथवा 1:30 बजे हिँड्यो भने पनि 2 बजे हिँड्यो भने 6 बजे पुग्छ। यहाँबाट अझै 3-4 भयो। लन्च एट खाप हो र गर्मी छै होला भनेर त चिसो पो रहेछ सोल्टे। तपाईँ चाहिँ के पारे यस्तो एउटा लामो एउटा छोटो हट यता चाहिँ हाल्नुपर्छ होला यताको तेरिका तपाईँ हो धामी होइन भन्नाले गर्दाखेरि कि ल तपाईँ नै हाल्नु दाइ उहाँलाई पनि दिनुहोस्। एङ्कल पनि गर्छ त्यही माथि एङ्कलमा नि हान्नुपर्छ कि सबमा छिराइदिनु एउटाको फेरि कति हो त नि एउटा एक बिचमा मात्रै यता आउँछ नि फेरि कुद्दै गर्दैलाई नि फेरि नन स्टप एकैचोटि लार्केपछि हान्ने गरी ल सही हो। सोल्टीको घोडाभरि दुम्सीको काँडाले एट्याक हानेर बिचरा सोल्टी पुरै ढल्नु भएको अवस्थामा सोल्टी किन हाँसिरहनु भयो? यसो रुन जस्तो गर्नु। दुम्सीले एट्याक हानेर आउँदै यस्तो छ है पारा। यतिकै खुम्चार राख्दै होला नि खै बरु तेर्सा गाप्स्या कटेर अब हामी चाकको लागि हिँडिरहेछौँ। हो कि होइन भाइ? हो। चाकको लागि रेगन भाइ आउँदैछ पुरै चुस्ती फुर्तीका साथ। घापमा लामा दाइले 1 हप्तामा सिक्नु भएको अकुपङ्चर प्रविधिद्वारा हाम्रो सोल्टीको घोडा ठिक पार्ने प्रयासले अलिकति चिन्ताजनक बनाएको थियो, जुन हामी कसैलाई रेकमेन्ड भने चाहिँ गर्नेवाला छैनौँ, किनभने खासै केही उपलब्धि भने भएन भन्ने थाहा पाइयो। तर लामा दाइको गफले चाहिँ हाम्रा कति दुखेका जीव सन्चो
भए होलान्। घापमा खाना खाएर फेरि आजको गन्तव्य र बास बस्ने चौथो रातको नाम्रुङतर्फ बिस्तारै अघि बढ्यो। यो चाहिँ के भन्छ दाइ यो ठाउँको नाम? प्रोक तल भयो, प्रोक वडा नम्बर चाहिँ प्रोक हो। हजुर। प्रोक 7 पोर्ट भन्छ यसको नाम, नाम्रुङ पोर्ट। नाम्रुङ प्रोक। पोर्ट। नोब्री भने चाहिँ कता भयो? नोब्री भनेको यो होललाई भयो। ए तल ड्यामदेखि माथि सामा सम्दो उता सिमाना पास नगरेसम्म नोब्री पर्छ। हजुर। ल दारी पनि कडक छ यहाँ सुन लिएर हजुर।